वर्ष लाग्छ एउटा हजुरले सुरु गरिदिनु पछि हामी व्यवस्थापन गरिहाल्छौँ ल नाति नै धन्यवाद छ बधाई छ अझै राम्रो गर्नु होला प्रभुजी यो नगद सही अझै राम्रो गर्नु होला सुन्ना छ अवस्था छ ल बधाई छ अझै राम्रो गर्नु त्यसो ल बधाई छ अझै राम्रो गर्नु त्यसो हामीले प्रशस्त 400-500 कुण्डल पनि भन्दा यो भ्याइ नभ्याइ हुन्छ हामीलाई त्यो असोजदेखि मैसेर पुसेसम्मलाई तरकारी यो काबुली बन्दा बिक्री गर्नुको लागि दिनको 1 गाडी 2 गाडी 3 गाडी काट्नुपर्छ भ्याउनुपर्छ त्यसै बेच्नुपर्छ भ्याइ नभए 10-15 जना हाम्रो काम गर्ने हुन्छन् त्यसै आलुको छ अहिले आलु भ्याइ नभए 2 महिनासम्म आलुको तरकारी आलु बिक्री गर्यो त्यसमा 7-5 लाख 8-10 लाख हामीले आलु बेच्यौँ तर समयले साथ दिएपछि हामीलाई समयले त राम्रै दिएको छ साथ किनकि समयले कि उहिले समयले भनौँ अब कि यहाँबाट पनि सहयोग मिल्यो सिँचाइको पनि सहयोग मिल्यो यो अरू यो सबैको सहयोग हुँदाखेरि यातायात पनि भयो नेस्कै छ अहिले बोक्न अब त्यो हाम्रो तलबाट भारी बोकेर त्यो देमा त्यहाँ अन्य बजार लाग्न सकिने थिएन यो गाडी सरकारको पनि सहयोग ज्ञान केन्द्रको जो प्राविधिक पनि गएर सिकाउँछन् हामीलाई बताउँछन् यसो गरेर भन्छ हाकिम साहबहरू पनि धेरै पटक हाम्रो यहाँ गएका छन् हाकिम साहबहरूले गएको वर्ष झन् राम्रो हुन्छ कृषिका प्राविधिक गएपछि झन् राम्रो हुन्छ हाम्रो तरकारी फल्नमा झन् राम्रो फल्छ एकपटक हाम्रो जिल्ला प्रमुख अधिकारीज्यूले पनि त्यसमा हाम्रो खेतबारीमा खोज हालिदिएपछि पाउ हालिदिएपछि झन् राम्रो हुने थियो हाम्रो यो पुरस्कार पाएपछि हामी एकदमै खुसी भएका छौँ एकदमै भित्रैदेखि खुसी भएका छौँ तर आफूलाई कस्तो लागेको छ भने अलि जिम्मेवारी पनि दिएको जस्तो लाग्यो र हुन त उपस्थित महानुभावज्यूहरू मैले पहिलादेखि नै 8-10 वर्ष अगाडि आफूले 8-10 वर्षसम्म मैले आफूले व्यवसाय गरेँ त्यसपछि मैले हाम्रो समाजमा हाम्रा अन्य आय स्रोत नभएका कृषकहरू पनि छन् भनेर एउटा कृषि सहकारी स्थापना गरेका थियौँ र त्यसमा हामीले यो सहकारी स्थापना गर्दाखेरि 25 जना मात्रै सदस्य हामी सुरुवातमा थियौँ त्यसपछि चाहिने यो कृषि ज्ञान केन्द्र बैतडीले हामीलाई यो मौरी घारहरू अनि मौरीको तालिम अनि भेटनरीले यो बाख्राको तालिम अनि उन्नत जातका बोट बिरुवाहरू उपलब्ध गरायो र कृषकहरू त्यो सहकारीप्रति आकर्षित भए र अहिले हाम्रो त्यो सहकारीमा अहिले 559 जना पुगेको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु र अहिले हाम्रो त्यो सहकारीमा आफूले मात्रै यो व्यवसाय नगरेर हाम्रो 400 जना सदस्यहरूसित प्रत्यक्ष रूपमा मौरी पालन गरिराखेको र अन्य सदस्यहरूले यो बाख्रा पालन र यो गाई पालन गरिराखेको कुरा पनि म यहाँहरूलाई जानकारी गर्न चाहन्छु।